गर्दन पछाडि यस्तो फ्याट जम्मा भएको छ, बेली फ्याट घटिरहेको छैन, घाँटीको वरिपरि यस्तो मैला जम्मा भइरहेको छ, बडीमा यस्ता किसिमका स्किन ट्याक्सहरू देखा परिरहेको छ, सारा दिन तपाईँ थकित फिल गर्नुहुन्छ, गुलियो नुनिलो पिरोको तपाईलाई क्रेभिङ हुन्छ, सारा दिन तपाईलाई भोक लाग्छ अनि खाना खाने बित्तिकै तपाईलाई एकदमै धेरै निन्द्रा लाग्छ। सारा साइन भनेको इन्सुलिन रेजिस्टेन्सको हो। जब तपाईले यी साइनहरूलाई इग्नोर गर्न थाल्नुहुन्छ त्यस पछाडि तपाईँ आउनेवाला दिनहरूमा डायबिटिज, ब्लड प्रेसर, कोलेस्ट्रोल, फ्याटी लिभर, PCOS जस्ता बिरामीहरू तपाईमा सुरु हुनेछ। यी सारा साइनहरू हुन्छ पनि डाइटको कारणले र ठीक पनि हुन्छ डाइटको कारणबाट हुन्छ। डाइटको नाम सुन्न बित्तिकै तपाईँ डराइसक्नु भयो होला। डोन्ट वरी, डराउनु पर्दैन। यसको लागि छुट्टै सपिङ गर्न पनि जरुरी छैन। स्पेशल मेजरमेन्ट गर्न पनि न त भात र रोटी नै छोड्नु पर्छ। अब रह्यो सुगर कन्ट्रोलको। जब सुगर कन्ट्रोल हुन्छ तब इन्सुलिन आफैमा कन्ट्रोल भइहाल्छ। यदि तपाईँ चाहनुहुन्छ इन्सुलिन रेजिस्टेन्सलाई कन्ट्रोल गर्नको लागि, त्यसो हो भने कमेन्ट सेक्सनमा गएर हेल्प लेख्नुहोला, म तपाईसँग कनेक्ट हुनेछु।